नगरपालिका वार्ड नम्बर 4 आदर्शको। अनि हाम्रो कसरी थाहा पाराउनु भयो हाम्रोमा? यो मेरो छोराले तपाईँको यो एडभर्टाइजमेन्ट मोबाइलबाट हेरेर अनि यहाँ जाउँ भनेर पहिला मैले गिल्टा सिटीमा पनि गएर चाहिँ खोजेको, त्यहाँको तरिका र यहाँको तरिका अलिक फरक भएर मलाई मेरो छोराले यहाँ आयो। अनि हाम्रो सेवा लिएपछि यहाँको सेवा सुविधा कस्तो लाग्यो त? यहाँको सेवा सुविधा भनेको चाहिँ अत्याधिक राम्रो। यहाँ चाहिँ तपाईँको पाइल सम्बन्धी मात्रै रोग भएको कारणले मलाई चाहिँ घरमै बसेको, घरकै कोठामा बसेको फिल भयो। आज हजुरले साथ दिनुभयो होइन? हजुर मेरो साथ दिनुभयो। म यहाँ डिस्चार्ज हुन्छु। आज 7 दिन हुन्छ। अनि 7 दिन पछाडि बित्यो हजुरलाई यहाँ कस्तो लाग्छ? 7 दिन बस्दा मलाई यहाँ एकदम आनन्द। तपाईँले र यहाँका डक्टर साहब सबैले निरन्तर आएर निगरानीमा राख्नुभयो। अनि अरू हस्पिटलमा त तपाईँको मेरो सहयोगीलाई पनि बाहिर पार्ने, यहाँ चाहिँ तपाईँको खाली बेडमा उहाँहरूले पनि रात कटाउनु भयो। त्यसमा पनि म तपाईँलाई धन्यवाद दिन्छु। यो हस्पिटललाई एकदमै म धन्यवाद दिन्छु। र तपाईँले बेलुकादेखि बिहान एकचोटि सकेर आएर सबै पेसेन्टहरूलाई चाहिँ कस्तो छ दाइ, कस्तो छ बुवा, कस्तो छ भाइ, कस्तो छ भतिज भनेर एकदम तपाईँले चाहिँ रुलिङ गरिदिनु भयो। त्यही आधारले डक्टर साहबहरू पनि तपाईँको त्यो कारणले डक्टर साहबहरू आइरहनु भयो। नर्सहरू सबैको मेरो लागि र यहाँ मेरो क्याबिनभित्रको चाहिँ मैले देख्दाखेरि चाहिँ एकदम राम्रो लाग्यो। र माथि पनि हामी गयौँ, हामी जाइरहन्थ्यौँ र आउनेहरूलाई पनि अब विचार कति डराउनु हुन्थ्यो, के गर्नुहुन्थ्यो। अनि होइन मैले पनि गरेको, तपाईँ नडराइकन रोग निको पारेर जानु, रोग फाल्नुहोस्, नराख्नुहोस्, के फाल्नै पर्छ हो भनेर गर्दाखेरि लगभग हामी आएपछि तपाईँको यहाँ हामीले हेर्दा बिरामीहरूको सङ्ख्या पनि बढेको हो। ल बुवालाई यहाँको हाम्रो सेवा सुविधा राम्रो लाग्यो नि? हजुर हजुर राम्रो लाग्यो। ल कहाँ किन लाग्यो? श्रीअन्तु उता नगरपालिका वार्ड नम्बर 4 आदर्शको। हजुर त्यो के अरे इलाम जिल्ला इलामतिरको पाइल इलाम पेसेन्टहरूलाई मेरो सल्लाह र मैले चाहिँ सकेसम्म साथीभाइहरूलाई चाहिँ यही हस्पिटल पठाउँछु। र तपाईँहरूले पनि उहाँहरूलाई हामीलाई जस्तै सेवा सुविधा दिनुहोस्। र अब हजुरहरूलाई म के भन्छु भने सबै हामी जस्तो मान्छे आर्थिक कारणले पनि रोग लुगाएर बस्नुपर्ने हुन्छ, त्यसमा तपाईँको ध्यान दृष्टि पुगोस्। हजुरलाई चाहिँ ठिक लाग्छ नि? धन्यवाद। सेवा दिने पाइयो। यहाँको लोकेसन भन्नु पर्थ्यो नि त। लोकेसन